हेलो युट्युब फ्यामिली, आज म गोबीको नयाँ रेसिपी लिएर आएकी छु। पहिला गोबीलाई किरा छ कि छैन हेर्नुहोला। त्यसपछि एउटा भाँडोमा पानी राख्नुहोला अनि यसमा थोरै नुन र बेसार राख्नुहोला र गोबीलाई उमाल्नको लागि छोड्दिनु। गोबीलाई 3-4 मिनेट जति उबाल्न छोड्दिनु। अब यहाँ हामी प्याज काट्छौं, टमाटर काट्छौं, धनिया पनि काट्दैछु मैले यहाँ। अब म यो गोबी उम्लिसकेको छ, यसलाई चिसो हुनको लागि राख्दछु। अब एउटा कराईमा म तेल राख्दछु। तेलमा रातो खुर्सानीलाई रोस्ट गर्छु। खुर्सानी फ्राई भइसक्यो। अब यसमा म लसुनलाई फ्राई गर्दछु। लसुन पनि मेरो फ्राई भइसकेको छ। अब म यहाँ टमाटर राख्दछु। टमाटरलाई मैले केही समय छोपेर पकाउँदै छु। टमाटर पाकिसकेको छ। अब म यसको बोक्रा निकाल्दिन्छु। अब यही प्यानमा मैले प्याजलाई पनि फ्राई गर्दछु। अब मेरो प्याज पनि फ्राई भइसकेको छ। अब एउटा भाँडामा मैले नुन राखेँ अनि यिनी फ्राई गरेका खुर्सानी लसुनलाई हातले यसरी मिक्स गर्दछु। यसमा म टमाटर पनि एड गर्दछु। अब उमालेर राखेको गोबीलाई एड गर्दछु र प्याजलाई पनि राख्दछु र काटेर राखेको धनिया राख्दछु। हाम्रो चटनी रेडी भइसक्यो।